खङ्गुवा यो गैरीगाउँ यो कङ्दुवा। हाम्रो यात्रा जारी छ। निभरे तल 50 मिटर हो। अनि यहाँनिर पेवा हो। यही पर सिलपट। अहिले हामी चाहिँ निबारीतिर छौँ। निबारी गाउँ चट्टै हेर्दा राम्रो। निबारे हाल्यो यो पारी कङ्दा सबैभित्र अलैँची बगानहरू कालो सुन। यो त सानो चाहिँ म चढ्दो रहेछ कि ठुलो हुन्छ नि समातेर यो त कहाँ उतातिर खान्छ अरे चाहिने यसलाई कत्रो अनि ब्याग उता लेकको हो खान्छ अरे छाला काटेर सब यो अपरेसन गरेर सब खाइदिन्छ यो सापहरू। ए बुई 1.5 केजीको ब्याग उता जस्तो छ त यो त। कहाँ यहाँ पढाउनु आएको भन्दा छोड्दैन नि कस्तो सबै पक्रेपछि त कहाँ छोड्दैन कुकुर जतिकै रहेछ नि। हाम्रो आज पावा खोलाको यात्रा। उहाँहरू हो मेरो सहकर्मी 2 जना। अब यो चाहिँ हामी पेवा र निबारे बिचको खोला हो। खोलाको पुल। हामी आज 3 जना पावा खोलामा बस्ने। यस्तो छ यो पनि यस्तो कोसमा यस्तो भिड। यो चाहिँ यस्तो छ जता पनि अलैँची बगान जस्तै छ। उहाँहरूलाई यात्रा आज हामी पावा खोला बसिन्छ। भोलि पावा खोलाको योजना नापेर भोलि हामी आइपुगिन्छ होला सायद कारमाराङ नभए यस्तो भिडको कोसमा छौँ होइन। खास त्यो भने त के कहाँ हो हामी। अनि भोलि हामी कि त म 74 हुँदै कङ्दो हुँदै पनि जान सक्छु। आज हाम्रो यात्रा पावा खोलाको हेरौँ भित्रतिर अलैँची नै अलैँची बगान हो। यो चाहिँ हाम्रो पावा खोला जाने एउटा ढुङ्गाको पे हो। यो धेरै पुरानो धेरै वर्षदेखि बस्दै आएको। यस्तो मजा छ कि यो ढुङ्गाको खेतमा यस्तो मजाको घर। यो भनेको इतिहासदेखि नै छ क्या यो घरहरू। मैले सुनेअनुसार यो ठुलो ढुङ्गा यसको फेदमा यस्तो मजाको घर। यो चाहिँ करिब सोध्नुपर्छ धेरै वर्ष अगाडि। मैले सानै बच्चा हुँदाखेरि सुनेको ढुङ्गाको त्यो पनि एउटा ठाउँ छ त्यहाँ घरहरू छ भनेर सुनेको। यही हो ढुङ्गाको पे। यही हो हामी पावा खोला जाने बाटो। यो ढुङ्गाको पे हो। कहाँ यस्तो गराएर देख्नु पाइन्छ होइन। नेपाल भरिमा छैन।
यता नानाको जान पाउँछ यहाँसम्म मात्रै उता चाहिँ भूत हो उता चाहिँ भित्र हुँदैन अब के छ हौ यहाँ मुर होला नि कडा रहेछ त भित्र त अनि भूतको घरै जस्तो छ त पोलो घर पर्छ नि यो नानाहरूको आइपुग्नु हुने कि आइपुग्छु नभए पाठा राखिदिनु भोलिको खाना हाम्रो यो होइन कति वर्ष जति भएको छ यो बस्ती चाहिँ विदेशमा त तपाईँले बस्ती चाहिँ कति वर्षसम्म भएको यो घर बनेको हजुर यो त मैले थाहा हुँदा यो म 20 वर्ष कति 38 वर्ष मैले 34 वर्ष पुगिसक्यो अब त कति वर्ष सायद 40-45 वर्ष भएको होला होइन यो लगभग 40-45 वर्षको हरारी देखेँ यो घर अहिलेसम्म जस्तोको त्यस्तै छ यो तालै ताला छ क्या भित्र अघि मैले जति देखाएँ त्यो थोरै हो त्यहाँदेखि तल स्टेप मलाई यहाँ सुनाइअनुसार अहिले यो घर चाहिँ यो ढुङ्गा खोपे भन्छ यसलाई यो हरारी 40-45 वर्ष भयो अरे क्या यो घर चाहिँ यो घरहरू अर्थात् यो ठाउँमा मान्छेको बसोबास भइरहेको यो ढुङ्गा खोपे हो यो स्टेपै स्टेप छ मैले अघि देखाउन खोजेँ पनि तर अलिक भित्र अँध्यारो थियो मैले देखाउन सकिनँ तल्लो स्टेप त्यो भित्रै छ क्या यो बाहिर त्यति छैन त्यो भित्रै हो भित्रदेखि नै बाहिर निस्किने ठाउँ हुन्छ यो ढुङ्गा खोपे भन्छ यो चाहिँ महाकाल गाउँपालिका वडा नम्बर 4 निबारेदेखि अगाडि पावाखलादेखि मुनतिरको ठाउँ हो यसलाई ढुङ्गा खोपे हामी अब जान्छौँ यो जोर झार्न यस्तो राम्रो झर्ना हुन्छ कि अहिलेको यस्तो मजाको छ जान अब पछि बर्खामा धेरै राम्रो हुन्छ र हामी अहिले चाहिँ त्यहाँदेखि धेरै टाढो माथि पावाखला भन्ने ठाउँ जाँदैछौँ अहिले भर्खर हामी यही ढुङ्गा खोपे पुग्दैछौँ अझै यात्रा जारी छ हाम्रो उकालो हो लाई हामी कारमाराङ अर्थात् वडा नम्बर 4 को कार्यालयदेखि लगभग 4-5 घन्टासम्म चाहिँ हिँडिरहेको छौँ अर्थात् बिहान 7 बजी हिँडेको अब यो अहिले दिनको कति बज्यो भने 4 बजीमा आँटिसक्यो हामी बिहान 8 बजीदेखि हिँडेर हामी सिलपोट भन्ने ठाउँमा खाना खाएर अहिले हिँडिरहेछौँ हामी 3-4 जनाको ग्रुप अब मानौँ न बिहान त्यत्रो 4 बजी बिहान 7 बजीदेखि हिँडेर पनि अझै पावाखला पुगेको छौँ न अहिले भर्खर उयोमा पुगेको छौँ हामी ढुङ्गा खोपे 40-50 वर्ष भइसक्नु भयो नि यहाँदेखि अगाडि पप्पाहरू नै हो कि अरू पनि आउनु भएको थियो यहाँ त्योभन्दा अगाडिदेखि नै हो कि यहाँ हामी नै हो पहिल्यैदेखि हाम्रो जेठा दाइको चाहिँ पर्छ हो यो 40-50 वर्ष त हरारी पुगिसक्नु भयो यहाँ बसेको भइसक्यो मै बसेको नै अहिले 40 जति भइसक्यो त्योभन्दा अगाडिदेखि नै अझै यो घरहरू थियो अगाडि हाम्रो बाबै बसेको अनि जेठाको अंशमा चाहिँ राई जिम्माबाट चालनी गाडी दिएको नापी जेठाकै नम्बर पप्पा नै 40 वर्ष पुगिसक्यो त्यहाँदेखि बढी बसिसक्नु भयो त्यहाँदेखि अझै अगाडिदेखि नै होइन यो घरहरू हस् पप्पाको नाम राणाबहादुर राई ल धन्यवाद मेरो पप्पालाई ढुङ्गा खोपे अर्को दिन फर्किने क्रममा आज चाहिँ हाम्रो यहाँ विशेष अर्ग्यानिक खाना म त छैन दिदीको हो ल भन्छ लोकल खाना प्योर हाम्रो दिदी पकाइदिइराख्नु भएको उनीहरूले यो चाहिँ काठमाडौँतिर 500 देखि 800सम्म पर्ने खाना भन्छ खाइरहेको छौँ हामी सबै खाना जाने गराऊ खाऊ खाऊ
आज तपाईँले भिडियो राम्रो भयो क्या रहेछ नि त्यो माथि एउटा चित्र मन परेन भने यहाँ छ है यस्तो एभन देख्छु थिएँ ठाडो खोर्सानी टमाटरको सिक्का कास खाने ल भात पुग्छ सिद्राको अचार दाजुलाई मकैको खाना अर्ग्यानिक कृष्ण यस्तो खाएपछि के लाग्छ र एक घाँस खाने हो सबैजना मन पर्ने रहेछ हेलो सबैलाई गुड मर्निङ अहिले चाहिँ हामी पावा खोला यो पावा खोला हो सबैभन्दा माथिल्लो महाकालु गाउँपालिका वडा नम्बर 4 को सबभन्दा टपमा रहेको बस्ती यही हो पावा खोला हिजो हामी राति सहित आइपुगेको थियौँ यस्तो राम्रो छ अहिले सबै यो विदेशी संस्था जो छ यहाँ त अहिले लाइन सबै जोडिदिएको रहेछ यो सानो स्थानीय हाइड्रो पावरबाट जताततै उज्यालो जमो कि चौरी भन्छ यसलाई चाहिँ अब यहाँ यस्तो धेरै रहेछन् अहिले बर्खामा चाहिँ खर्का लाने रहेछ अहिले चाहिँ यहाँतिर हिउँदोमा चाहिँ यताउँदि नै अलिक चिसो लागेछ हिजो अहिले घाम सुरु हुँदैछ झुल्किनलाई यो म चाहिँ अहिले दोस्रो चोटि आइसकेँ यो ठाउँमा यस्तो राम्रो छ कि यो ठाउँ पहिले त यस्तो लाइन थिएन अहिले त यो लाइन ल्याउने यस्तो मजाले बेलुका आएको यस्तो उज्यालो थियो कि अनि कस्तो रमाइलो थियो यो चाहिँ हामी बसेको यही घर हो यस्तो मजाको रहेछ यो घर पनि तातो चाइनिज सिराकको उडान यो यस्तो माथि छ कि अब यहाँदेखि हामी धेरै घट पोहोर आउँदैछ हामीले यहाँतिर टन्नै हिउँ थियो यहीँतिर थियो अहिले त्यति धेरै छैन कि अहिले त माथि थोरै मात्र आइरहेको छ हिउँ पनि नत्र यहाँतिर चारैतिर हिउँ थियो यहाँतिर अब यो आलु होला तल तोरी अहिले त यहाँ मात्र एउटा रहेछ उमातिर नि रहेछ या चौरी अर्थात् खोइ जुमु कि चौरी भन्छ कि यता माथितिर सबै रहेछ चौरीहरू त्यति अलिक हिजो चिसो भएछ धेरै नै चिसो छ क्या अहिले यो माथि अहिले यो लाइनले चाहिँ साह्रै मजाले मलाई साह्रै मजा लाग्यो बेलुका आएको जता पहिले भन्दा कस्तो अँध्यारो थियो त्यो सोलरको बत्ती मात्र थोरै बालिरहेको जस्तो लाग्थ्यो यसो घानु मात्र अहिले जङ्गलतिर नि बत्ती हानिदिएछ क्या अहिले त यस्तो मजाको छ कि चारैतिर प्रत्येक पोलतिर नि लाइन हानिदिएको रहेछ बत्ती लगाइदिएको रहेछ चिसो मौसम यहाँ लगभग 15-17 घर जति छ भन्ने हिजो भन्दै हुन्थ्यो एउटा दाइले रहेछ भने यो यहाँ पनि देखिँदैन यहाँदेखि चाहिँ पर यहाँ डाँडादेखि अझै पारी पनि छ अरे घरहरू यस्तो मजाको छ कि मैदान छ क्या यहाँ त आउँदा चाहिँ कता हो कता जस्तो लाग्छ तलदेखि आउँदा उकालो यहाँ माथि आइपुग्दा चाहिँ यस्तो मजाको छ अहिले योभन्दा अगाडिचोटि अझै राति आइपुगेको थियो कस्तो अँध्यारो कता हो कता जस्तो लाग्थ्यो तर हिउँ थियो कि पहिले त यहाँतिर यो माथि अझभन्दा 2 वर्ष अगाडि आएको थिएँ म यहाँ अनि त्यसको हरारी अहिले 2 वर्ष पछि आउँदैछु त्यतिखेर चाहिँ अँध्यारो धेरै अँध्यारो कता हो कता जस्तो लाग्छ हिजोको त यस्तो मजाको बत्ती नै बत्ती जताततै जङ्गलमा नि बत्ती बजिरहेको थियो भनेपछि धेरै राम्रो भइसकेछ अहिले यो
यो गाउँमा यो ठाउँमा यो बिजुली बत्ती बनाइदिने विदेशी संस्थालाई विशेष धन्यवाद मैले पनि दिन्छु। मेरो तर्फबाट नि विशेष धन्यवाद। अँध्यारो ठाउँ थियो तर अहिले उज्यालो बनाइदियो। यो तल यत्रो तल तल छ एरिया चाहिँ ठुलै हो। यहाँ त यो डाँडा हो। यहाँदेखि डाँडादेखि अझै 6-7वटा घरहरू छ भन्ने होइन, तर म त्यता चाहिँ गएको छैन। त्यही पनि दाइहरू यहाँको स्थानीय दाइहरूले चाहिँ त्यसो भन्दै हुनुहुन्थ्यो। अनि यो अस्पो 2 वर्ष अगाडि आउँदा छु त्यो माथिको घरमा बसेको थियौँ हामी। यो माथिको घरमा यहाँ आज चाहिँ हिजो रात पऱ्यो, ढिलो भयो। ढिलो भएको कारणले यहीँ बस्यौँ। चट्टै यहीँको स्थानीय खाना खाइयो, मजाले बसियो, गफ गरियो दाइहरूसँग। विशेष यहाँको एउटा चिया छ क्या, चिया त्योमा घिउ हालेर के मिसाएर एउटा बाँसको ढुङ्ग्रोमा बनाउँछ। यस्तो मजाले घर 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 बनाएर यस्तो मिठो बनाउनुहुन्छ कि दुध खै के हाल्नुहुन्छ उहाँले। हाल्नु चाहिँ अझ प्योर अर्ग्यानिक यहीँ म्यानुफ्याक्चर भएको, यहीँ बनाएको, अर्थात् यहीँ बनाएको, यहीँदेखि उत्पादन गरेको, यहीँ एउटा बाँसको ढुङ्ग्रोमा फिर्के जस्तो लगाएर ढुङ्ग्रो। चिनी पनि होइन, बाहिर केही हुँदैन। यहाँको पानी, यहीँको तातो पानी, यहीँको लेकबाट ल्याएको खोइ के औषधि अरे त्यस एउटा ओखती त्यो लाएर यस्तो मिठो बनाइदिनु भएको थियो। अझै त्यही बनाउने पनि म देखाउँछु तपाईँहरूलाई। चट्टै घर 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 पेलेर दुधको भन्दा मिठो बनाइदिनुहुन्छ कि। म अझै तपाईँहरूलाई त्यो पनि देखाउँछु एकछिनमा। जाँदैछु अहिले यही घरमा। अब एउटा चट्टको चिया खाने हो। त्यही हो लोकल चिया एकदम। यो हुँदैछ हिरो भर्खर। लोकल चिया हेऱ्यो कस्तो डर लाग्दैछ। यो चाहिँ हाम्रो भोटे कुकुर कत्रो खतरा छ। घाम आउँदैछ बिस्तारै। अहिले बिहानको 7 बजेको छ। बिस्तारै घामहरू आउँदैछ है। लोकल चिया प्योर अर्ग्यानिक। भोटे कुकुर अर्थात् हिमालमा पाउने कुकुर। बच्चा यहाँनिर चाहिँ आमा बच्चा यहाँ हुर्किँदै रहेछ सानो बच्चा। यसको टेस्टै बेग्लै हो क्या यो चियाको। आमामा यो चिया सम्झिँदा त यहीँ खाउँ यहीँ बसौँ जस्तो यस्तो चिया नि हेरौँ यहीँको एकदम। हेर्दा चाहिँ त्यही दुध चिया जस्तो छ, तर यहीँको एकदम ढुङ्ग्रामा गुलेर बनाएको एकदम प्योर चिया, अर्ग्यानिक प्योर। घिउहरू जस्तो हुन्छ, सबै मिलाएर यस्तो मिठो बनाउँछ नि। अर्ग्यानिक चिया दाइजो गरेर चाहिँ कुरा हुन्छ। तपाईँ एकजना आउँदैछ नि, म त 3 भागमा 1 भाग मात्र हुन्छ अरे भोलि के छ त अनि गर्दै जाँदाखेरि अब ढिलो परङ माझेपछि ढिलो पनि उनीहरू सबैले खाएको के बुझ्दिनँ। त्यो आफै दौडेर जान्छ के भन्नु थाल्ने मलाई यति लुङ्गीहरू ठिक छ, बरु लुङ्गीहरू लिएर म्याथ भइहाल्छ। अनि पानी नजिक सानी ल्याङ गर्छ। अब काम चाहिँ अलिकति क्लियरै गरेर लाउनुपर्छ। मेरो
या 지금 미스인데 사요. बिदावरी चिया हो लोकल चिया लोकल चाहिँ मिस्त्री सिमेन्ट सेनादे युगमा फार्मा हाजा बुन्नु यताउता सेनामा सेनादे जाति ऊ यता मात्र राशि मात्र यो सान राशि अरू कोही आउँदैन अरूलाई मन पर्नु नपर्नु बेग्लै मलाई चाहिँ एकदम टेस्ट लाग्ने क्या यो चिया चाहिँ केही केमिकल केही पनि मिक्स नभएको यहाँको स्थानीय लोकल चिया मलाई चाहिँ साह्रै बेस्ट लाग्थ्यो क्या यो पहिले पनि अहिले झन् आमामा हिजोदेखि खाएको छु यस्तो मिठो बिस्तारै टेस्ट आउने हो क्या यसको चाहिँ दुनियाँ बेग्लै छ यार आमा यस्तो मजाको छ घामको आगमन हुँदै पावा खोलाको बसाइ किन भन्छन् टाढो भए पनि बुढापाकाले म त आफ्नै जन्मेको ठाउँ प्यारो लाग्छ किनकि यति राम्रो ठाउँहरू हुन्छन् यस्तो राम्रो छन् त्यसैले पनि होला भुलेर जान सक्दैनन् मानौँ यहाँ अहिले त्यति छोराछोरी नभए पनि यहाँ बाजेहरू हुनुहुन्छ आफ्नो बुवा मम्मीहरू हुनुहुन्छ आफ्नो जन्म ठाउँ हो यो कर्म ठाउँ हो यस्तो राम्रो मलेले के चारा भन्थ्यौँ यस्तो मजा जन्मभूमि प्यारो कर्मभूमि प्यारो मेरो देश नेपाल झनै राम्रो प्यारो त्यही माथि नि एक नम्बर सबैभन्दा राम्रो पावा खोला ठाउँ झनै राम्रो हेर्दै यही हो हाम्रो पावा खोलाको बस्ती अझै कति यहाँदेखि अझै डाँडादेखि नै पर पनि छ अरे र त्यो कालहरू के पो चौरी यस्तो मजाको छ ठाउँ यार कहाँ छड्छन् त हौ जति नै टाढो भए पनि आफ्नो जन्म ठाउँ माथि कति छ है आम्मा चौरीहरू नै हो सेतो कालो धेरै रहेछ यस्तो मजाको मैदानहरू छ यार डाँडा काँडाले छेकिएको एक अनौठो बस्ती यो भनेको एकदम प्रान्त जस्तो एकदम अनौठो ठाउँ धेरै तलदेखि आउँदा पाउने एउटा प्रान्त जस्तै हो क्या यो पनि यो चाहिँ अस्ति कहिले आउँदा सुनेको मैले यहाँ चाहिँ एकदम एक हप्ता 15-20 दिनसम्म यति ठुलो आगो लागेको ठाउँ अरे यो अझ धेरै वर्ष अगाडि ओ माई गॉड पुरानो परेवा आमा जङ्गली परेवा यसलाई यो आमामा यो जहिले ग्रुपमा हिँड्ने चाराहरू रहेछ क्या यो ग्रुपिङ परेवा अब हामीले घरमा परेवा हुँदा चाहिँ जङ्गली चाहिँ परेवा अरे यसलाई यहाँको चुर्फी है यिनीहरू
लगाइदिउँ कि स्वयम्वरको माला चुर्फीको चौरीको होइन यिनीहरू चुर्फी खाने भए पावा खोला आऊ दिदीलाई सम्झ्यौँ सबै काँडो पर्छ धुवासम्म राख्दैन राम्रोहरू छ नि दिदी चुर्फीको मालाहरू अझै छ किन्नु लानु तपाईँ ल हातले यहाँ किवी फल्ने रहेछ कि अहिले चाहिँ टिप्नु भएको छ टन्नै पावा खोलामा किवी पनि मजाले हुने रहेछ किवी खेती गऱ्यो भने राम्रै हुने जस्तो देखियो मैले यसो हेर्दा अहिले चाहिँ यो छिपेर टिपिसक्नु भएको छ आज किवी पनि खाइयो म अझै यसको टिपेको फलहरू देखाउँछु यो किवी चाहिँ टिपेर यहाँ राख्नु भएको छ उहाँहरूले त्यो बोरा बोरा रहेछ ल्याएर यहाँतिर किवी खेती गर्दै कति नै स्थिति एउटा बोटको धेरै फलाउनु भएको रहेछ हेर्नु त भरै भएर छ ल्याएर किवी यसरी फल्ने रहेछ चाहिँ होइन यो नि धेरै मान्छेले दिइसकेर नि उब्रेको यो अहिले 4 बोरा रहेछ हेरौँ कस्तो मजाको छ पावा खोलामा किवी खेती गर्दा नि हुने जस्तो देखेँ क्या मैले यस्तो यस्तो ठुलोहरू हेरौँ आमामा किवी नाथे त बरा 5 बरा यिनीहरू बिग्रेको रहेछन् बरा यस्तो त कति अरे त्यो नि एउटा बोटमा यसरी फलेको रहेछ किवी हेरौँ 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 किवी नै किवी किवीको यसो हेर्दाखेरि किवी नि राम्रै हुने जस्तो देखियो क्या यो ठाउँतिर खाने हो यस्तो मिठो टक्कै किवी यस्तो मजाको रहेछ टेस्टी